Hello, everyone. Welcome to the Bridgepoint podcast, where we talk about life in Japan. Today, we have our guest, Mr. Sunil Lami. Welcome to the podcast. Oh, thank you. Thank you for Thanks. having me, man. So, today we are going to discuss about Grow Bridge that you are running in Japan. आज हामी चाहिँ तपाईले जापानमा चाहिँ ग्रो ब्रिज सपोर्ट भनेर हजुरले एउटा केही रन गर्दै हुनुहुन्छ त्यसको बारेमा हामी केही हजुरलाई सोध्दैछौँ त्यसै गरी तपाईँको त्यसमा रोल चाहिँ के छ हजुरले के गर्नुहुन्छ भनेर एकछिन सर्टमा बताइदिनुहोस् न ग्रो ब्रिज चाहिँ एउटा कम्पनी हो जसले चाहिँ स्टुडेन्टहरूलाई भनौँ न जुन जस्तै कुनै पनि कन्ट्रीबाट चाहिँ यदि जापान आउन चाहने स्टुडेन्ट छन् भने उहाँहरूलाई चाहिँ त्यो प्रोसेसमा सपोर्ट गर्ने हो क्या उहाँलाई जस्तै कुन कलेज चाहिँ उहाँलाई सुइटेबल हुन्छ अनि त्यो प्रोसेसमा डकुमेन्टेसन कस्तो हुन्छ कति बेला चाहिँ के हुन्छ अनि इन्टरभ्यू प्रिपरेसन कसरी गर्नुपर्छ कुन कलेज चाहिँ उहाँहरूलाई फिट हुन्छ होइन त्यो जर्नीमा चाहिँ एज अ गाइड चाहिँ गाइड गर्दै जाने कम्पनी चाहिँ ग्रो ब्रिज हो ओके सो तपाईँको कम्पनी के अहिले नेपालमा पनि रन भइरहेको रहेछ र मेनली जापान बेस्ड कम्पनी हो नेपालमा चाहिँ जस्ट सपोर्ट चाहिँ हुन्छ जस्ट अनलाइन सपोर्ट चाहिँ नेपालबाट पनि हुन्छ होइन बेसिकली बेस्ट चाहिँ जापान बेस्ड कम्पनी हो ओके अनि यो मेनली चाहिँ ग्रो ब्रिजले चाहिँ के सर्भिसेसहरू चाहिँ प्रोभाइड गर्दै आइरहेको छ अहिले चाहिँ स्टुडेन्ट भिजामा आउन चाहने जो स्टुडेन्टहरू हुनुहुन्छ उहाँहरूले चाहिँ स्क्रैचबाट गाइड गरेर उहाँको जर्नीलाई चाहिँ जापानको जो स्टुडेन्ट भिजा हुन्छ त्यो भिजामा चाहिँ उहाँलाई जापानसम्म ल्याउनको लागि चाहिँ गाइड गरिन्छ भनौँ न त्यसै गरी मैले हजुरको वेबसाइट पनि चेक गरेको थिएँ त्यसमा चाहिँ एसएसडब्ल्यू पनि राख्नुभएको छ हजुरले त्यसको बारेमा पनि केही दुई शब्द भनिदिनुहोस् न होइन एसएसडब्ल्यू पनि हामी गरिराखेको छौँ तर अहिले चाहिँ इन्डियाबाट मात्रै गरिराखेको छौँ होइन इन्डियाको इस्टर्न साइडबाट मात्रै भइराखेको छ अब नेपालबाट अब नेपाल श्रीलङ्का बङ्गलादेश र अरू कन्ट्रीहरूबाट पनि गर्ने भन्ने सोच चाहिँ छ सुरु चाहिँ भइसकेको छैन तर इन्डियाबाट चाहिँ अलरेडी सुरु भइसकेको छ हाम्रो धेरै क्यान्डिडेटहरू चाहिँ अहिले काम गरिराख्नु भएको छ अलिकति खुलेर हेर्ने हो भने त यस्तो कन्सल्टेन्सीहरू त धेरै छ तर होइन हजुरले हजुरको ग्रो ब्रिजबाट जस्ट एउटा जापानको लागि मात्र सपोर्ट छ किन चाहिँ तपाईँले जापान मात्र सजेस्ट गर्नुहुन्छ पहिलो कुरा त मलाई जापानको बारेमा मात्रै चाहिँ धेरै नलेज छ अरू कन्ट्रीको बारेमा त्यति नलेज छैन त्यही भएर जापान अब यो कम्पनी फाउन्ड गर्दाखेरि चाहिँ हामी जापान बेस्ड कम्पनी बनाउने भनेर चाहिँ यसलाई इस्टाब्लिस गरेको हो अनि अब म जापानमा बसिराखेको भएर पनि फेरि अरू कन्ट्रीको सपोर्ट पनि त गर्न सक्दैन नि त होइन अब त्यही भएर ग्रो ब्रिज सपोर्ट भनेको नामले नै सपोर्ट हो एउटा इट्स अ जब सपोर्ट होइन जस्ट गाइडेन्स प्लेसमेन्टको गाइडेन्स सपोर्ट त्यो हो नत्र अब अरू कन्ट्रीको चाहिँ अहिले छैन है भविष्यमा हुनसक्छ त्यो थाहा छैन तर अहिले चाहिँ जस्ट जापानको लागि मात्र गरेको त्यसै गरी स्टुडेन्टहरूलाई चाहिँ अब नेपालदेखि या अरू कन्ट्रीदेखि जो जापानमा आउन चाहनुहुन्छ वाइ दे सुड चुज ग्रो ब्रिज तपाईँको ग्रो ब्रिजमा के छ यस्तो जो प्लस पोइन्ट जो अरूमा छैन पहिलो कुरा त हाम्रो स्टाफ मेम्बरहरू धेरै जसो चाहिँ जापानमै हुनुहुन्छ होइन अनि हामी चाहिँ कन्टिन्युसली जापानिज स्कुलहरू जो चाहिँ हाम्रो कन्ट्र्याक्टमा हुनुहुन्छ उहाँसँग अप टु डेट हुन्छौँ हामी स्कुलसम्मै जान सक्छौँ होइन अनि स्कुलमै गएर त्यहाँको जुन करेन्ट सिचुएसन के छ करेन्ट अपडेटहरू के छ त्यो सबै हामी अपडेट लिन सक्छौँ होइन फिजिकल्ली पनि जान सक्छौँ अनि अर्को कुरा हामीसँग चाहिँ इमिग्रेसन एक्सपर्टहरू पनि हुनुहुन्छ ताकि कति बेला इमिग्रेसनको नयाँ अपडेट के आइराखेको छ हामीलाई चाहिँ अगाडि नै थाहा हुन्छ त्यही भएर पनि हामीलाई वी नो द बेस्ट देन मेबी अदर कन्सल्टेन्सी होइन वी आर द ओन्ली वान आई क्यानट से द्याट है हामी चाहिँ एक्लै हो भनेर चाहिँ भन्न सकिँदैन तर हामीलाई चाहिँ अपडेट्सहरू चाहिँ एकदमै छिटो आउँछ ओके त्यो चाहिँ हाम्रो प्लस पोइन्ट हो जस्तो लाग्छ ओके हामीसँग धेरै क्वेसनहरू छ मेन क्वेसन आउने भनेको के +2 गरेर जापान आउनु बेटर कि +2 पछि ब्याचलर क्लियर गरेर जापान आउनु बेटर
अनि दुइटैको फाइदा छ। एउटा त +2 मात्रै गरेको स्टुडेन्ट छ भने चाहिँ उसको एज चाहिँ एकदम यङ हुन्छ होइन। सानै उमेरमा कुनै काम सुरु गर्दाखेरि चाहिँ उसको त्यो मेमोरी पावर होइन अनि केही कुरा सिक्न सक्ने जुन क्षमता हुन्छ त्यो चाहिँ एकदमै बढी हुन्छ सानो उमेरमा। अलि उमेर कटिसकेपछि चाहिँ अलि मान्छेहरू नयाँ कुराहरू सिक्न उ गर्न चाहिँ अप्ठ्यारो मान्छन् क्या। त्यही भएर सानो उमेरमा आउनुको बेस्ट भनेको चाहिँ सानै उमेरमा नयाँ भाषा, नयाँ नयाँ कल्चर, कुरा नयाँ ठाउँमा एडप्ट हुन एकदमै सजिलो सजिलो हुन्छ एकदम। होइन। तर अब अलि उमेर परिपक्व भइसकेपछि भनौँ ब्याचलर्स डिग्री गरेपछि चाहिँ आउने कुरामा पनि राम्रो कुरा पनि छ होइन। जस्तै तपाईँ केही गर्न चाहनुहुन्छ भने त्यो उमेरमा अलरेडी ब्याचलर्स डिग्री पनि छ अनि परिपक्व पनि भएको छ। कति बेला के कदम चाल्ने भनेर अलरेडी थाहा हुन्छ क्या। अब सानो उमेरमा आयो भने चाहिँ सबै कुरा भोग्दै भोग्दै म्याच्योर्ड भइन्छ त्यो नयाँ इन्भाइरोमेन्टमा। अनि त्यही जर्नीमा चाहिँ सिकिसकेको हुन्छ। अनि म्याच्योर्ड भइसकेपछि भनौँ ब्याचलर्स डिग्री गरिसकेपछि आएको मान्छेले चाहिँ राइट टाइममा राइट कुराहरू गरेर अनि छोटो समयमै धेरै कुरा सिक्न सक्छ। तर यति हो कि ऊ यङ एजमा आएको मान्छे जत्तिको चाहिँ एक्सपिरियन्स चाहिँ गर्न एक्सपिरियन्स पाउँदैन गर्न पाउँदैन। पाउँदैन। अनि अर्को चाहिँ अनि मेरो एउटा साथीले मलाई सोध्दै हुनुहुन्थ्यो, म चाहिँ +2 गरेर आउँदैन, म ब्याचलर गरेर आउँछु, ब्याचलर गरेर आएपछि मैले छिटो वर्किङ गर्न पाउँछु भन्ने जस्तो कुरा मलाई सोध्दै थियो के। त्यो कुरामा चाहिँ तपाईँले के भन्नुहुन्छ? तपाईँको साथीको चाहिँ पढिराखेको जुन ब्याचलर्स डिग्री गरिराख्नु भएको छ उहाँको कुन फ्याकल्टीमा ब्याचलर्स डिग्री गरिराख्नु भएको? त्यो त मलाई थाहा भएन, जस्ट एउटा क्वेसन आएको थियो मलाई। त्यो फ्याकल्टी अनुसार फरक पर्छ। जस्तै आइटी फिल्ड हो, इन्जिनियरिङ फिल्ड जो चाहिँ जापानमा एकदमै जो एक्सपर्टिजको रूपमा हेरिन्छ नि हो, त्यो फिल्ड हो भने चाहिँ म चाहिँ ब्याचलर गरेर नै आउनु भन्छु होइन। किनभने उहाँहरूको भ्याल्यु धेरै नै हुन्छ होइन। नर्मल फिल्ड अब जस्ट एजुकेसन म्यानेजमेन्ट यो जो हुन्छ नि त्यति धेरै एक्सपर्टिजमा गनिँदैन नि जुन फिल्ड, त्यो फिल्डको चाहिँ त्यति धेरै भ्यालु चाहिँ नहुनसक्छ क्या जापानमा होइन। अब भ्यालु नै छैन भन्न चाहिँ मिल्दैन होइन। तर जुन होइन जुन चाहिँ आइटी इन्जिनियरिङ जुन फिल्डहरू छन् नि त्यो उहाँहरूले चाहिँ छिटो जब पाउनुहुन्छ क्या। त्यो अब यो एजुकेसन म्यानेजमेन्ट अनि यो नर्मल जो होइन नर्मल मान्छेले पनि जो पढिराखेको हुनुहुन्छ नि होइन, उहाँ त्यो फिल्डबाट चाहिँ सट्ट भनेको बेला ठ्याक्कै काम पाउनु चाहिँ अलिकति गाह्रो हुनसक्छ। सो अनि यो एप्लिकेसन प्रोसेसहरू चाहिँ के कसरी स्टार्ट हुन्छ जापान आउनको लागि? कति मन्थ अगाडिदेखि तपाईँको प्रोसेस, जस्तै अप्रिल इन्टेक छ भनेपछि हामीले कति मन्थ अगाडिदेखि त्यसको प्रिपरेसन गर्नुपर्छ? अनि त्यसको लागि हामीलाई मेन डकुमेन्टेसन चाहिँ के चाहिँ हामीलाई जरुरत पर्छ, त्यो चाहिँ एक्चुअली भनिदिनुहोस् न। नर्मली 6 महिना अगाडिदेखि चाहिँ प्रोसेस सुरु हुने हो होइन। जापानको एप्लिकेसन प्रोसेस, इन्टरभ्यू प्रोसेस, त्यो अब डकुमेन्टेसन प्रोसेस जे छ। तर यदि जापान आउने इच्छा छ भने चाहिँ सकेसम्म 1 वर्ष अगाडिबाट चाहिँ प्रोसेस सुरु गरिहाल्दा राम्रो हुन्छ जस्तो लाग्छ। तर त्यो पनि अब मान्छे अनुसार फरक पर्छ। कोही मान्छेले चाहिँ 2 महिनामै राम्रो जापानी भाषा बनाएर होइन इन्टरभ्यूहरू पास गरेर अनि उहाँहरूले इन्टरभ्यूहरू पास गरेर आफ्नो जर्नी चाहिँ अगाडि बढाइहाल्छन्। तर कसैलाई चाहिँ अलिकति बढी नै लाग्छ होइन। त्यही भएर त्यो मान्छे अनुसार फरक हुन्छ। तर नर्मली प्रोसेस स्टार्ट हुने भनेको चाहिँ 6 मन्थ अगाडि हो क्या। से अप्रिल हो भने चाहिँ सायद अप्रिल इन्टेक हो भने चाहिँ हाम्रो इमिग्रेसनमा एप्लिकेसन लज हुने चाहिँ त्यही नोभेम्बरमा डिसेम्बरमा हो। त्यो पनि स्कुल हेरेर हुन्छ। स्कुल पनि अब होजिन गएको होइन अनि अर्थात् प्राइभेट स्कुलहरू हुन्छन्, त्यो डिफ्रेन्ट क्याटेगोरी हुन्छ क्या स्कुलहरूको पनि क्याटेगोरी अनुसार पनि डकुमेन्टेसन त्यही अनुसारको पनि चेकहरू हुन्छ अरे, ए ग्रेड, बी ग्रेड, सी ग्रेड भनेर हुन्छ। ए ग्रेड, बी ग्रेड, सी ग्रेड त भन्दैन, तर जस एप्रोप्रिएट स्कुल नन एउटा लेभल होइन अनि क्लास 1 भन्ने हुन्छ। त्यो चाहिँ छ। त्यो त्यही त हो नि हाम्रो एक्सपर्टिज भनेकै त्यही हो। कुन स्कुलमा के डकुमेन्ट चाहिन्छ, कसरी गर्ने होइन अनि के चाहिँ जरुरी हुन्छ त्यो चाहिँ ग्रो ब्रिजलाई राम्रोसँग थाहा हुन्छ। अनि तपाईँको ग्रो ब्रिजमा कन्ट्याक्ट गरिसकेपछि सबै कुराहरू गरिसकेपछि त्यसको कस्टहरू कति छ, स्कलरसिपहरू छ कि, अनि टोटल कस्टहरू कति लाग्छ? किनकि नेपालको कन्सल्टेन्सी हेर्ने हो भने तपाईँको स्टार्टिङ तपाईँ कुनै पनि कन्सल्टेन्सीमा गयो भने ल्याङ्ग्वेज कस्ट भनेर एउटा अमाउन्ट लिन्छ, अनि बुकहरूको कस्ट भनेर एउटा अमाउन्ट लिन्छ, फेरि अझ ट्रान्सलेसन कस्ट भनेर एउटा अमाउन्ट लिन्छ, फेरि अझ सिओई कस्ट भनेर एउटा
अर्को लिन्छ, त्यसरी गरेर धेरै पैसा लिँदै गरिएको पनि छ, किनकि मैले पनि त्यही थ्रु आएको हो, मलाई थाहा छ कतिको त्यो गर्नुपर्छ भनेर। तपाईँकोमा त्यस्तो के छ? अब हामी चाहिँ कन्सल्टेन्सी होइन है, पहिलो कुरा। अनि कन्सल्टेन्सीले चाहिँ कति लिनुहुन्छ भनेर हामीले कन्ट्रोल गर्ने कुरा पनि रहेन, किनभने कसैको सर्भिस चाहिँ एकदमै डिटेलिङ राम्रो होला, त्यही भएर उहाँहरूले बढी लिनुहुन्छ होला। कसैले चाहिँ अब त्यति सपोर्ट गर्नु हुँदैन होला होइन, त्यही भएर सायद कम लिनुहुन्छ होला। अब त्यो सबैको आफ्नो आफ्नो बिजनेस हो र त्योमा चाहिँ कति लिनुहुन्छ कति लिनु हुँदैन भन्ने त्यसको सटिक एन्सर चाहिँ हुँदैन जस्तो लाग्छ है मलाई चाहिँ। अब कसैको सर्भिस चाहिँ एकदमै महँगो हुनसक्छ र कसैको सस्तो हुनसक्छ, त्यो डिसाइड गर्ने चाहिँ उहाँको अधिकार हुन्छ जस्तो चाहिँ मलाई लाग्छ है। अनि स्टुडेन्टको पनि अधिकार के हुन्छ भने कुन कन्सल्टेन्सी रोज्ने होइन, कुनबाट एप्लाई गर्ने कुनबाट नगर्ने भन्ने कुरा चाहिँ स्टुडेन्टको पनि त्यो अधिकार हुन्छ के। त्यही भएर अब जस्तै ग्रो ब्रिजले चाहिँ के गर्छ भने अब एकजना नयाँ मान्छे आयो फ्रम स्क्रैच, उसलाई केही पनि थाहा छैन जापानको यो प्रोसेसको बारेमा भने हामी चाहिँ सबै गाइड गर्छौँ, जेरोबाट नै गाइड गर्छौँ। अब त्यो गाइड गर्दाखेरि चाहिँ नर्मली फर्स्टमा चाहिँ भाषा नै हो होइन चाहिने। कुनै नयाँ मान्छे नयाँ स्टुडेन्ट हुनुहुन्छ, उहाँलाई चाहिँ जापानको स्टडी भिजामा अर्थात् जापान आउने इच्छा छ भने उहाँलाई हामी स्क्रैच जेरोबाट गाइड गर्छौँ। फर्स्टमा चाहिने भनेको ल्याङ्ग्वेज हो। ल्याङ्ग्वेज पनि कति चाहिन्छ भन्ने त्यो स्कुल अनुसार पनि फरक हुन्छ। नर्मली N5 लेभल चाहिँ हुनुपर्छ, त्यो चाहिँ अब इमिग्रेसनको रिक्वायरमेन्ट नै हो। अनि N5 को सर्टिफिकेट पनि जरुरी छ, जुनै सर्टिफिकेट भए पनि हुन्छ, NAT, JLCT, JLPT होइन, JPT धेरै छन्, जुनै सर्टिफिकेट भए पनि हुन्छ। अनि अर्को चाहिँ अब कन्सल्टेन्सीहरूमा अर्थात् ल्याङ्ग्वेज स्कुलमा पढेको छ भने उहाँहरूको चाहिँ उहाँहरूले दिनुभएको एटलिस्ट 150 आवर्सको लर्निङ सर्टिफिकेट, जापानिज ल्याङ्ग्वेज स्टडी सर्टिफिकेट चाहिँ दिनुपर्छ। मिनिमम रिक्वायरमेन्ट चाहिँ त्यो हो एकाडेमिक लेभलमा। अनि +2 चाहिँ पास गरेको हुनुपर्छ। +2 चाहिँ अनिवार्य, नत्र भने स्टुडेन्ट भिजामा एप्लाई गर्न मिल्दैन इमिग्रेसनको रुल्स अनुसार चाहिँ +12 इयर्सको स्कुलिङ चाहिँ फिनिस गरेको हुनुपर्छ। अनि तपाईँको एकचोटि यो तपाईँको जापानको स्टुडेन्ट भिजा एप्लाई गर्नेदेखि लिएर COE आउने, जुन COE आउँछ नि, COE आउनेदेखि लिएर भिजा आउनेसम्मको होइन एकचोटि होइन एउटा फ्लो चाहिँ बताइदिनुहोस् न। स्टार्टिङमा +2 पास गर्ने, त्यो पछि यो गर्ने, त्यो पछि यो डकुमेन्टहरू यसरी बुझाउने, त्यो अनुसार एउटा फ्लो चाहिँ भनिदिनु न, किनकि हेर्नेलाई पनि सजिलो होस् कसरी चाहिँ त्यो स्टेप बाई स्टेप जान्छ भनेर। अब हाम्रोमा चाहिँ 2टा प्याटर्न छ। पहिलो कुरा होइन, यो चाहिँ क्लियर गरिहालौँ पहिला। 2टा प्याटर्न कस्तो छ भने ग्रो ब्रिज चाहिँ एउटा नामले पनि थाहा हुन्छ होइन, ब्रिज भन्ने छ नि त। ब्रिज चाहिँ ग्रो ब्रिज भनेको कुनै पनि 2टा कुरालाई जोड्ने कुरा हो क्या, मिट गराउने, जोड्ने हो क्या, त्यहाँ भेट गराइदिने हो। जस्तै स्टुडेन्ट छ भने उहाँहरूलाई जापानिज स्कुलसँग कनेक्ट गराउने हो होइन। अनि कुनै कन्सल्टेन्सी छ भने उहाँहरूलाई पनि जापानिज स्कुलसँग कनेक्ट गराउने हो क्या। हाम्रो काम चाहिँ त्यो हो। हामीमा अब डिरेक्टली स्टुडेन्ट आफै आएर आफै म डकुमेन्टेसनदेखि लिएर सबै कुराहरू म आफै गर्छु भने उहाँहरूलाई सायद कन्सल्टेन्सी पनि चाहिँदैन होला होइन। हजुरको वेबसाइटमा पनि सेल्फ अप्लाई गर्ने अप्सन पनि छ, धेरैले गरिराख्नु भएको छ। उहाँले यदि आफै सबै कुराहरू गर्नुहुन्छ भने गाइडेन्स हामी गर्छौँ। त्यसको लागि अब त्यो पनि छ एउटा तरिका। त्यो चाहिँ धेरै जसो इन्डियन स्टुडेन्टहरूले चाहिँ आफै गर्छन् है, धेरै जसो चाहिँ म्याक्सिमम। तर अरू कन्ट्रीमा चाहिँ जस्तै नेपालतिरै भनौँ, बङ्गलादेश, श्रीलङ्कातिर चाहिँ आफै गर्ने चाहिँ कम हुन्छन्। आफै पनि गर्न चाहिँ मिल्छ, गर्न नमिल्ने चाहिँ हुँदैन होइन। त्यो आफै गर्ने एउटा भयो। अनि अर्को भनेको चाहिँ यो कन्सल्टेन्सीबाट, जस्तै अब कोही स्टुडेन्ट आउनुभयो, उहाँले आफै गर्न सक्नुहुन्न भने उहाँलाई भन्छौँ कि हामी कुनै कन्सल्टेन्सीमा जानुहोस् होइन। अर्थात् हामीले होइन, हाम्रो पार्टनर कन्सल्टेन्सीहरू पनि हुनुहुन्छ होइन, उहाँकोमा हामी पठाइदिन्छौँ र उहाँ कन्सल्टेन्सीले हेल्प गर्नुहुन्छ। त्यसै गरी यु क्यान चेक growbridge.com। अनि यहाँ चाहिँ तपाईँले एज अ स्कुल जापानको स्कुल भएर रजिस्टर गर्न सक्नुहुन्छ। अनि एज अ एजेन्ट, इफ तपाईँ नेपालमा कन्सल्टेन्सी रन गर्दै हुनुहुन्छ भने, इफ तपाईँलाई जापानदेखि डाइरेक्ट स्कुलसँग कनेक्ट गर्ने एउटा मिडियम चाहिएको भने त्यसैले ग्रो ब्रिज छ हामीसँग। एज अ एजेन्ट तपाईँले रजिस्टर गर्न सक्नुहुन्छ। उहाँहरूसँग स्कुलहरू छैन भनेपछि होइन, एज अ टप स्कुलहरू चाहिँ हामीसँग छ। सो अनि एज अ सेल्फ
कसै कन्सल्टेन्सीको भरमा नपरिकन पनि तपाईँले घरमा बसेर सेल्फ स्टुडेन्ट भनेर चाहिँ एप्लाई गर्न सक्नुहुन्छ। यसमा जेरो कस्ट जेरो, 1 रुपियाँ पनि लाग्दैन। त्यसै गरी यु क्यान चेक द वेबसाइट लिङ्क इन द डिस्क्रिप्सन। अनि यो कुरा त हाम्रो छँदैछ। त्यसै गरी अनि स्टडीको बारेमा चाहिँ ल्याङ्ग्वेज स्टडीको कुरा एकचोटि गरौँ। अनि ल्याङ्ग्वेज स्टडी चाहिँ के कस्तो हुन्छ, कस्तो गर्दा बेटर हुन्छ, इङ्ग्लिस भएपछि पनि हुन्छ कि के छ, त्यो कुरा पनि अलिकति भनिदिनुहोस् न। जापानमा चाहिँ अब नर्मली आउने स्टुडेन्टहरू आउने भनेको चाहिँ जापानिज ल्याङ्ग्वेज स्कुलमा आउने हो। तर सायद कुनै पनि कन्ट्रीबाट चाहिँ म जापानिज ल्याङ्ग्वेज मात्रै पढ्छु भनेर चाहिँ आउने स्टुडेन्टहरू चाहिँ कम हुन्छन् है। अनि सायद नेपालबाट पनि सायद म जापानिज ल्याङ्ग्वेज मात्रै पढ्छु भन्यो भने चाहिँ सायद नो अब्जेक्सन लेटर नदिन पनि सक्छ क्या है। त्यो छ होला क्राइटेरिया। अनि अर्को कुरा इमिग्रेसनले पनि जापानिज ल्याङ्ग्वेज मात्रै पढ्नलाई चाहिँ जापानसम्म आउने भन्ने चाहिँ केसहरू थोरै हुन्छ। त्यही भएर त्यहाँनिर जस करियर पाथ त्यसपछि चाहिँ के को लागि भन्ने चाहिँ सोध्छ क्या। जस्तै जापानिज ल्याङ्ग्वेज त पढ्ने तर के को लागि त्यो चाहिँ क्लियर हुन जरुरी छ क्या। कोही चाहिँ जस्तै भोकेसनल स्कुल जाने अथवा युनिभर्सिटी जाने, म यो पढ्न चाहन्छु भन्ने त्यो करियर पाथहरू चाहिँ क्लियर हुनु पर्यो है। अनि अब इङ्ग्लिसको कुरा चाहिँ पढ्न आउने इङ्ग्लिस होइन, त्यही भएर इङ्ग्लिस जरुरी भएन। कुनै युनिभर्सिटीमा डिरेक्टली इनरोल हुन लागेको छ भने यदि त्यो युनिभर्सिटीमा चाहिँ इङ्ग्लिस मिडियमबाट पढाइ हुन्छ भने त्यो बेला चाहिँ इङ्ग्लिस चाहिन्छ है। जस्तै टोकियो युनिभर्सिटी, वासेदा युनिभर्सिटीहरू छन्। त्यसै गरी अघि ठ्याक्क हामी यो सायद मिस गऱ्यो होला यो कुरा चाहिँ, एउटा स्टुडेन्टले गर्ने स्टेप्स, फर्स्ट +2 पास गर्ने, त्यो पछि अनि के गर्ने, अनि कुन डकुमेन्ट के हुन्छ भनेर त्यो चाहिँ हामीले अघि क्वेसन गरेको थियो, सायद मिस भयो होला। त्यो पनि एकचोटि भनिदिनु न इन्डसम्मको प्रोसेस सर्टली। त्यही त मैले दुईटा तरिका छ। एउटा चाहिँ सेल्फ गर्ने र एउटा चाहिँ कन्सल्टेन्सीबाट गर्ने। अनि कन्सल्टेन्सीबाट चाहिँ अब कन्सल्टेन्सीले सबै गाइड गर्नुहुन्छ के गर्ने कसो गर्ने भन्ने कुरा। अनि सेल्फबाट गर्ने हो भने चाहिँ नर्मली जस्तै उहाँले हामीलाई कन्ट्याक्ट गर्नुहुन्छ, हाम्रो टिमले चाहिँ उहाँलाई एक्सप्लेन गर्नुहुन्छ होइन प्रोसेसहरू यताउति। अनि उहाँले त्यो डकुमेन्टहरू सबै एरेन्ज गर्नुहुन्छ होइन, एरेन्ज गर्नुहुन्छ। अब एकाडेमिक डकुमेन्ट, फाइनेन्सियल डकुमेन्ट, अनि जापानको बारेमा, जापान आएर के को लागि आउने, उहाँको करियर प्लान चाहिँ क्लियर छ कि छैन। यदि करियर प्लान चाहिँ क्लियर छैन भने भिजा उहाँलाई पाउन गाह्रो हुन्छ क्या, किनभने एसओपी लेख्नुपर्ने हुन्छ होइन। त्यो एसओपी चाहिँ त्यो एसओपीमा चाहिँ आफ्नो गोल चाहिँ क्लियर हुनुपर्ने हुन्छ क्या। जस्तै के को लागि आउने, किन आउने, अरू कन्ट्री किन चुज नगरेर जापान चाहिँ किन चुज गरे भन्ने चाहिँ त्यो कुराहरू चाहिँ क्लियर हुनुपर्छ। अनि त्यसमा हामी गाइड गर्छौँ होइन। यदि कन्सल्टेन्सीबाट गर्दै हुनुहुन्छ भने कन्सल्टेन्सीले गाइड गर्नुहुन्छ होइन। अनि उहाँलाई अनि जापानिज पढ्न लगाउँछौँ र N5 चाहिँ कम्तीमा पनि चाहिँ त्यो लेभल चाहिँ बनाउन लगाउने हो। अनि इन्टरभ्यू प्रिपरेसन पनि छ, त्यो गराउँछौँ। अनि उहाँ चाहिँ रेडी भइसकेपछि म इन्टरभ्यू दिन सक्छु भनेर रेडी भइसकेपछि अनि हामीले चाहिँ प्रि इन्टरभ्यू गर्छौँ। प्रि इन्टरभ्यूमा उहाँको ल्याङ्ग्वेजहरू टेस्ट गरेर होइन, उहाँले मेन इन्टरभ्यू स्कुलसँग इन्टरभ्यू दिन सक्नुहुन्छ कि सक्नुहुँदैन भनेर चेक गर्छौँ। त्यो चाहिँ कतिसम्म चेक गर्छौँ भने उहाँ जबसम्म रेडी हुनु हुँदैन तबसम्म चेक गर्छौँ। अनि उहाँलाई एकचोटि रेडी भइसकेपछि चाहिँ उहाँलाई मेन इन्टरभ्यूमा हामी पठाउँछौँ। त्यसो भए हजुरले जस्ट प्रि इन्टरभ्यू प्र्याक्टिसहरू गराएर कन्फिडेन्स चाहिँ बढाउने कामहरू पनि गर्नुहुन्छ। एकदमै त्यो चाहिँ ग्रो ब्रिजको एउटा स्ट्रङ पोइन्ट पनि हो, किनभने स्कुलमा जसरी इन्टरभ्यू लगिन्छ सेम त्यही तरिकाबाट हामी चाहिँ प्रि इन्टरभ्यू लिन्छौँ। र प्रि इन्टरभ्यू लगेपछि उहाँलाई आइडिया पनि हुन्छ कि स्कुलमा यसरी चाहिँ इन्टरभ्यू हुनु हुँदो रहेछ। अनि उहाँलाई ट्रेनिङ गराएर त्यसपछि चाहिँ मेन इन्टरभ्यू लगाउँछ। नर्मली मेन इन्टरभ्यू चाहिँ एकैचोटिमा पास हुन्छ नि स्टुडेन्टहरू चाहिँ, हामीले प्रि इन्टरभ्यू गराइसकेपछि चाहिँ। त्यो अब पास भइसकेपछिको स्टेपहरू छन् होइन। जस्तै उहाँ इन्टरभ्यू पास हुनुभयो अनि उहाँलाई हामी चाहिँ पछि पनि बारम्बार त्यो ल्याङ्ग्वेज चेक चाहिँ गर्छौँ। किनभने धेरै जसो स्टुडेन्टहरू मैले त स्कुल पाइसकेँ, पास भइसकेँ म भनेर पढ्न छोड्नुहुन्छ उहाँले। त्यही भएर त्यो चाहिँ फलोअप चाहिँ गर्छौँ, किनभने स्कुलले पनि हामीलाई फलोअप गरिराख्नु भनेर भन्छ। अनि स्कुलले चाहिँ किन भाषामा यति धेरै ध्यान दिन्छ भने मेनली जापानमा चाहिँ इङ्ग्लिस
बोल्ने मान्छेहरू एकदमै कम कम हुन्छन्। मोर देन एकदमै कम 90% 95%ले चाहिँ जापानिज मात्रै बोल्नुहुन्छ, इङ्ग्लिस बुझ्नुहुन्न होइन। अनि त्यो डेली लाइफ कन्भर्सेसनमा चाहिँ स्कुलमै पनि होइन कुनै डकुमेन्टेसनको कामहरू यताउति स्टुडेन्टहरूसँग जो इन्टरेक्ट गर्नुहुन्छ जो सेन्सेहरू, उहाँहरूलाई पनि त्यो भाषा नभयो भने धेरै गाह्रो हुन्छ नि त। त्यही भएर चाहिँ एकदम भाषामा चाहिँ फोकस गर्नुहुन्छ क्या। उहाँले एकदमै जहिले भनिराख्ने कुरा पनि त्यही हो। इन्टरभ्यू पास गरिसकेपछि चाहिँ अनि कसरी अगाडि बढ्छ त्यो पछि चाहिँ प्रोसेस? इन्टरभ्यू पास भइसकेपछि चाहिँ स्कुलले हामीलाई इन्फर्म गर्छ होइन, तपाईँको स्टुडेन्ट चाहिँ स्कुलको लागि सिलेक्ट भयो भनेर। अनि सिलेक्ट हुन बित्तिकै हामी स्टुडेन्टलाई चाहिँ इन्फर्म गर्छौँ कि उहाँहरू सिलेक्ट हुनुभयो भनेर। त्यो सिलेक्ट भएको स्टुडेन्टलाई चाहिँ फलोअप गरिराख्नु है, अनि ल्याङ्ग्वेजको फलोअप, अरू कुराहरूको पनि फलोअप चाहिँ डकुमेन्टेसनको फलोअप गरिराख्नुहरू भनेर स्कुलबाट चाहिँ हामीलाई इन्फर्म गर्नुहुन्छ। अनि हामीलाई चाहिँ के अरे अब सबै कुराहरू गाइडेन्स गर्दै जानुपर्ने हुन्छ नि त। अब नेक्स्ट स्टेप भनेको चाहिँ डकुमेन्टेसनको डकुमेन्टेसन स्टेप हो होइन। डकुमेन्टहरू चाहिँ हामीले कुन प्रिपेयर गर्ने अनि कुन चाहिँ तयार गरेर कसरी अगाडि बढाउने भनेर चाहिँ हामी स्टुडेन्टलाई गाइड गर्दै जान्छौँ। त्यो एकचोटि सबै डकुमेन्टहरू स्कुलको जो रिक्वायरमेन्ट छ स्कुल अनुसार स्कुल रिक्वायरमेन्ट हुन्छ क्या। डकुमेन्टको पनि कसैको अब धेरै डकुमेन्ट चाहिने हुन्छ, कसैको थोरै तो डकुमेन्ट चाहिने हुन्छ। त्यो अनुसार हामी त्यो सबै रिक्वायरमेन्ट पुरा भइसकेपछि, डकुमेन्ट प्रिपेयर भइसकेपछि चाहिँ हामी चाहिँ अनि स्कुललाई पठाउँछौँ त्यो डकुमेन्ट। अनि स्कुलले चाहिँ नर्मल्ली सायद एउटा नर्मल कन्सल्टेन्सी र ग्रो ब्रिजको चाहिँ फरक के छ भने, ग्रो ब्रिजलाई चाहिँ अलरेडी एक्सपर्टिज छ नि त होइन। अनि त्यही भएर थाहा छ कि यो डकुमेन्टहरू चाहिँ यसरी यसरी बनाउनुपर्छ, हुन्छ यो ठिक छ, यो ठिक छैन भनेर हामी सबै करेक्सन या के छ होइन सबै चेक गरेर अनि बल्ल स्कुललाई पठाउने हो नि त। अनि जस्तै कन्सल्टेन्सीको कुरामा पनि कन्सल्टेन्सीले ग्रो ब्रिजलाई पठाउनुहुन्छ, अनि यहाँ जापानमा चाहिँ ग्रो ब्रिजले फेरि एकचोटि फेरि चेक चेक गर्छ, गरेर रिचेक गरेर त्यो चेक फेरि गरेको डकुमेन्टलाई चाहिँ स्कुलमा पठाउने हो। त्यही भएर नि स्कुलमा स्कुलले चाहिँ ग्रो ब्रिजलाई चाहिँ बढी प्रायोरिटी दिन्छ क्या होइन। उहाँहरूको हसल पनि कम हुन्छ नि त, एकदमै एकदमै अलरेडी कतिपय कामहरू त यतै सकिसकेका हुन्छ। अनि स्कुलले चाहिँ त्यो अगेन चेक गरेर उहाँले चाहिँ पछि अनि एप्लिकेसन सब्मिट गर्न चाहिँ इमिग्रेसन इमिग्रेसनमा गएर इमिग्रेसन अनि सब्मिट एप्लाई गर्नुहुन्छ। लगभग 1.5 महिना या 2 महिनापछि चाहिँ रिजल्ट आउँछ होइन। त्यो रिजल्ट चाहिँ सिओई भनेर चाहिँ भनिन्छ होइन? सिओई सर्टिफिकेट अफ एलिजिबिलिटी होइन। सिओई आउनलाई चाहिँ 2 महिना जति लाग्छ। त्यो 2 महिनामा चाहिँ 2-2.5 महिना भनौँ होइन। स्कुल हेरेर हुन्छ त्यो पनि। कुनै जस्तै प्राइभेट स्कुल छन् भने डेट तोकेको हुन्छ। यदि त्यो अलिकति होजिन गएकोहरू हुन्छ नि, त्यो अलिकति लङ हिस्ट्री भएको र नन प्राइभेट स्कुलहरू चाहिँ तिनीहरूको चाहिँ त्यस्तो ठ्याक्कै डेट भन्ने हुँदैन। जति बेला नि रिजल्ट आउन सक्छ र जति बेला नि एप्लाई गर्न सक्नुहुन्छ उहाँहरूले। त्यो अनि त्यो रिजल्ट आउँछ सिओई कोमा कि सिओई आउने हुन्छ कि नआउने नआउने हुन्छ। हुन्छ। तर राम्रोसँग डकुमेन्ट गरेको छ भने नर्मल्ली होइन, अलरेडी सब रिक्वायरमेन्ट्सहरू पुरा गरेको छ भने चाहिँ नआउने भन्ने चाहिँ नआउने हुँदैन है। चान्सेस जस्तै ग्रो ब्रिजको अहिलेसम्म चाहिँ जस्तै 100% सक्सेस रेट छ क्या। अब त्यो सिओईको रिजल्ट आइसकेपछि स्कुलले चाहिँ हामीलाई सिओई पठाउनुहुन्छ र सिओई सँगै स्कुलको फीको इन्भोइस अनि स्कुल फीको अरू चाहिने डकुमेन्ट्सहरू पनि सबै हामीलाई पठाउनुहुन्छ। हामीले चाहिँ अनि नेपालको अरू इन्डिया, बङ्गलादेश होइन त्यो जो लोकल कन्सल्टेन्सीहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ हामी फरवर्ड गर्छौँ र उहाँहरूले स्टुडेन्टलाई त्यही अनुसार गाइड गर्नुहुन्छ। अब इन्डिभिजुअली गरेको छ भने हामी स्टुडेन्टलाई पठाउँछौँ। अनि उहाँले चाहिँ त्यो इन्भोइस र त्यो सिओई लगेर चाहिँ उहाँले स्कुलको फी चाहिँ पे गर्नुहुन्छ। अनि स्कुलको फी पे गरेपछि चाहिँ अनि स्कुलले चाहिँ त्यो पहिला सिओई पठाउनुहुन्छ। त्यो सिओई चाहिँ अब जस्तै ग्रो ब्रिजलाई चाहिँ नर्मल्ली त्यो नम्बर सिओईको जो नम्बर हुन्छ नि त्यो चाहिँ ब्लक नगरेरै पठाउनुहुन्छ, किनभने अलरेडी ट्रस्ट बिल्ड भइसकेको छ। अनि कुनै धेरैजसो स्कुलले चाहिँ यो नर्मल्ली स्टुडेन्टहरूलाई अरूलाई पठाउँदाखेरि चाहिँ त्यो सिओईको नम्बर चाहिँ ब्लक गरेर पठाउनुहुन्छ कि। अनि उहाँले त्यो फी कलेक्ट भइसकेपछि मात्र अनि त्यो ब्लक नगरेको सिओई चाहिँ अनि ओरिजिनल पठाउनुहुन्छ। त्यो सिओई र अरू N5 को के डकुमेन्टहरू चाहिन्छ कन्ट्री अनुसार फरक छ। त्यो उहाँहरूले त्यो डकुमेन्टहरू लगेर चाहिँ अनि भिजा एप्लाई गर्नुहुन्छ आफ्नो कन्ट्रीमा, आफ्नो कन्ट्रीमा भएको जापान एम्बेसीमा चाहिँ। अनि त्यो जापान एम्बेसीमा लगभग 1 हप्ताभित्रमा भिजा चाहिँ आउँछ। अब भिजा आइसकेपछि त अब नर्मली टिकट काटेर अनि आउने कुरा। अनि जापानको जो एकोमोडेसनको कुरा छ, जापान आएर कहाँ बस्ने के गर्ने भन्ने कुरामा पनि हामी गाइड गर्छौँ।
होइन? जस्तै कन्ट्री अनुसार अनि स्टुडेन्ट अनुसार अब उहाँहरूको रिक्वायरमेन्टहरू फरक हुन्छ। कसैले अब अलिकति सिङ्गल सस्तो चाहियो भन्नुहुन्छ, कसैले कसैले चाहिँ महँगो नर्मली होइन कसैलाई नर्मल ठाउँमा पनि चाहिँ सँगै बस्न सक्नुहुन्छ। सँगै साथीहरू मिलेर साथीहरूसँग मिलेर बस्ने हुन्छ। त्यो चाहिँ अब त्यति बेलाको त्यो अनि सबै कुरा भइसक्यो, तपाईँको भिजा आइसक्यो, अनि जापानमा बस्ने ठाउँ पनि फिक्स भइसक्यो, अनि जापान आइसकेपछि चाहिँ फर्स्ट डे चाहिँ गर्नुपर्ने कुराहरू चाहिँ के हो? जापान ल्यान्ड भइसकेपछि आफ्नो डोर्मिटोरीमा पुगिसकेपछि फर्स्ट डेमा गर्नुपर्ने मेन नछुटाइ गर्नुपर्ने कुराहरू चाहिँ के हो? फर्स्टमा एयरपोर्टमा पुग्न बित्तिकै चाहिँ आफ्नो कन्फर्म गर्नुपर्ने चाहिँ अब जस्तै स्टुडेन्ट हो भने चाहिँ अब उहाँहरू पार्ट टाइम जब पनि गर्नुहुन्छ नि त, त्यही भएर आफ्नो रेसिडेन्ट कार्डको पछाडि चाहिँ त्यो जुन 28 आवर्सको चाहिँ स्ट्याम्प हुन्छ नि, जो जस्तै उहाँ त स्टुडेन्ट भनेको त पढ्ने हो, तर पढ्न बाहेक पनि अरू काम पनि गर्न पाउँछ भनेर, अदर एक्टिभिटीमा पनि इन्भल्भ हुन पाउँछ भनेर चाहिँ त्यो क्यौखा भन्छ होइन, त्यो चाहिँ पर्मिसन चाहिँ लिनुपर्छ के। त्यो कन्सल्टेन्सीहरूले हामीले पनि गाइड गर्छौँ। त्यो एउटा एप्लिकेसन नेपालबाटै अर्थात् जुनै कन्ट्रीबाट आउँदै हुनुहुन्छ त्यो त्यहाँबाटै रेडी पारेर आउनुपर्छ। त्यो इमिग्रेसनमा जो होइन फोटोहरू क्याप्चर गरेर रेकर्ड राखिन्छ नि, त्यति बेला चाहिँ अनि एप्लाई गर्न मिल्छ क्या एयरपोर्टमै। अनि त्यो चाहिँ रेसिडेन्ट कार्ड पाउँछ, जो रेसिडेन्ट कार्डको पछाडि चाहिँ 28 घन्टाको जो स्ट्याम्प हुन्छ त्यो चाहिँ छ कि छैन भनेर फर्स्टमा चेक गर्ने। यदि तपाईँले त्यति बेला गर्नु भएन भने फेरि आफै एप्लाई गर्न जानुपर्छ, त्यो जो चाहिँ एकदम झन्झट हुन्छ कि पछि फेरि त्यसको रिजल्ट आउनु पनि 2-3 हप्ता लाग्छ, त्यस्तो छ। अनि उहाँ आउनुहुन्छ, आउनु बित्तिकै अब मेन भनेको सुइखा कार्ड चाहिँ बनाउनु पर्छ, किनभने सपिङ गर्नलाई, ट्रेनमा यताउति जानलाईदेखि लिएर सबै कुरा हरेकचोटि त्यो टिकट काट्ने उ गर्ने, अनि त्यो क्यासमा नै अलि झ्याउ हुन्छ होइन। त्योभन्दा चाहिँ सुइखा कार्ड बनाइराख्यो भने नारितामा झरेपछि नारिताको ट्रेन चढ्नुभन्दा अगाडि सुइखा कार्डहरू बनाउने। इफ हानिदा हो भने स्टेसन आफ्नो एयरपोर्टको ठ्याक्क नजिकैदेखि ट्रेन चढ्ने ठाउँदेखि सुइखा कार्डहरू निकालेको त्यति गाह्रो पनि छैन, इङ्ग्लिसमै पनि हुन्छ। अनि कसैलाई त्यही फेरि अफिसरहरूलाई होइन सोध्यो भने पनि उहाँहरूले बनाइदिनुहुन्छ नयाँ कार्ड बनाउने, अनि त्यसमा पैसा हालिराख्ने। जता पनि सपिङ गर्दाखेरि पनि होस् या ट्रेनमा जाँदाखेरि होस्, बसमा जाँदाखेरि जता पनि युज गर्न मिल्छ क्या त्यो भयो भने एकदम सजिलो हुन्छ। अनि उहाँ आउनुहुन्छ, कोठामा आउनुहुन्छ, म त भन्छु सकेसम्म यदि टाइम छ भने सेम डे अर्थात् नेक्स्ट डेसम्ममा चाहिँ एड्रेस रजिस्ट्रेसन चाहिँ गरिहाल्नु होइन, कुयाक्सोमा गएर, सिटी वार्डमा गएर चाहिँ। अनि एड्रेस रजिस्ट्रेसन गर्दाखेरि चाहिँ अब ध्यान दिनुपर्ने कुरा चाहिँ जस्तै सँगै हेल्थ इन्सुरेन्स पनि माइ नम्बर पनि अहिले होइन। हेल्थ इन्सुरेन्स अब त्यसलाई चाहिँ जापानिजमा चाहिँ कोकुमिन होकेन भन्छ क्या होइन, कोकुमिन होकेन भन्छ। त्यो कोकुमिन होकेनमा चाहिँ छिरिहाल्नु पर्यो। अब यदि वर्किङ भिजामा आएको छ भने उसको त अब कम्पनीबाटै स्याखाइ होकेन भइहाल्छ है त्यो। अनि कोकुमिन होकेनको कुरा भयो। अनि अर्को कुरा चाहिँ आउनु बित्तिकै यहाँ जापान ल्यान्ड हुन बित्तिकै चाहिँ पेन्सन चाहिँ सुरु हुन्छ क्या, पेन्सन सुरु हुन्छ। अब यो पेन्सन चाहिँ म तिर्दैन भन्न चाहिँ पाउँदैन, किनभने अलरेडी त्यो एक्टिभ हुन्छ आउनु बित्तिकै। त्यसलाई चाहिँ क्यान्सल गर्यो भने चाहिँ बरु तिर्नु पर्दैन होइन। जस्तै इयरको लागि क्यान्सल गर्ने, स्टुडेन्ट लाइफमा चाहिँ क्यान्सल गर्ने त्यो। अनि त्यो पेन्सन त्यसलाई चाहिँ क्यान्सल गर्न मिल्छ होइन। म स्टुडेन्ट हो, म चाहिँ यसमा छिर्दैन भनेर चाहिँ क्यान्सल गर्न लगाउनु पर्छ। त्यो चाहिँ त्यहीँ जहाँ एड्रेस रजिस्ट्रेसन गर्न गएको त्यहीँ चाहिँ गएर एकचोटि कुरा गर्ने। अनि त्यो चाहिँ हरेक वर्ष क्यान्सल गर्नुपर्छ। हरेक वर्ष चाहिँ स्कुल पढ्दाखेरि चाहिँ क्यान्सल। यदि तिर्न मन छ भने तिर्दा पनि हुन्छ, किनभने त्यो चाहिँ भविष्य अब लामो समयसम्म जापान बस्ने हो भने त पछि चाहिँ जति छिटो सुरु गर्यो त्यति राम्रो हुने हो नि त। त्यही भएर समयमैदेखि नै म सुरु गर्छु र अहिलेदेखि तिर्छु भन्यो भने त त्यो त एकदम बेस्ट हो कि। तर यदि होइन त्यति पैसा छैन, म त्यति तिर्न चाहँदैन भन्यो भने चाहिँ त्यति बेला चाहिँ त्यो क्यान्सल गर्न मिल्छ। उहाँ राम्रोसँग होइन सौदान गरेर त्यहाँ क्यान्सल गर्ने। त्यसपछि भनेको अब तपाईँको जाइरो कार्डको पछाडि चाहिँ स्ट्याम्प लाग्छ। अनि होकेन्सियो पनि भयो, किनभने तपाईँलाई हेल्थ इन्सुरेन्सको लागि पनि अलरेडी एड्रेसहरू पनि त्यही, अनि एड्रेस पनि भयो सबै। अनि त्यसपछिको नेक्स्ट काम भनेको चाहिँ तपाईँको मोबाइल फोन चाहियो, किनभने फोन नम्बर नभएर धेरै जसो चाहिँ कामहरू गर्न गाह्रो छ क्या। फर्स्ट भनेको एड्रेस, सेकेन्ड भनेको फोन नम्बर। अब तपाईँको एड्रेस रजिस्टर हुन बित्तिकै चाहिँ
फोन नम्बर चाहिँ लिन जानु होला। अब जस्तै मैले चाहिँ मेरो स्टुडेन्टहरूलाई धेरै जसो राख्देनमै हाम्रो साथीहरू पनि भएर राख्देनमै म गर्न लगाउँछु होइन, किन सजिलो भएर। अनि राख्देनमा चाहिँ अब एड्रेस रजिस्टर्ड छ जाइरो कार्डमा भनेपछि अनि अर्को चाहिने भनेको पेमेन्ट हो क्या, पेमेन्ट पेमेन्ट चाहिँ अप्सन हो। केबाट हो गर्ने? त्यो पेमेन्टको लागि चाहिँ कि त क्रेडिट कार्ड चाहिन्छ कि त एटिएम कार्ड चाहिन्छ। एटिएम अब कार्ड। त्यो ब्याङ्क एकाउन्ट खोलिसकेको हुँदैन, त्यही भएर कोही न कोही चिनेको मान्छेलाई अर्थात् होस्टेलको मान्छेलाई अर्थात् अलिकति कसैलाई हेल्प केही माग्ने, समयको केही लागि चाहिँ समयको लागि चाहिँ उहाँको युज गर्यो भने थर्ड पर्सनको पनि युज गर्न मिल्छ। ट्रस्टवर्थी मान्छे चाहिन्छ होला नि त, किनकि अब सबैले त ट्रस्ट नभएर त त्यही दिँदैनन् नि त त। जापानमा कसैले म तेरो युज गर्छु भनेपछि त त्यो त कसैले दिँदैन नि त। दिँदैन, दिँदैन। इफ ट्रस्ट अलिकति ट्रस्ट वर्दी चिनेको रिलेसन राम्रो छ भने उहाँहरूले दिनुहुन्छ। त्यही ट्रस्ट भएको मान्छेलाई मात्र दिने अनि हो, हजुरहरूले अरूलाई त सिम निकाल्नेदेखि लिएर हजुरहरूले सबै गाइडेन्स गर्नुहुन्छ भने हजुरले पनि त्यो पेमेन्टको केही समयको लागि त हजुरले पेमेन्टहरू पनि यसो म्यानेज गरिदिनुहुन्छ होला नि। ग्रो ब्रिजमा हामी ग्रो ब्रिज मात्र होइन, टाकबाट पनि स्टुडेन्टहरू एकदमै आइराख्नु भएको छ उहाँ होइन, 2टा कम्पनी छ। त्यही भएर हामी चाहिँ यो टाक र ग्रो ब्रिजमाबाट आउने स्टुडेन्टहरूलाई चाहिँ हामी सबै प्रोभाइड चाहिँ सबै गर्छौँ प्रोभाइड केही समयको लागि। अनि सिम, त्यो कसरी चेन्ज ओके। गर्ने त्यो पनि हामी भन्छौँ। अनि त्यो मोबाइल फोन निकालिसकेपछि नेक्स्ट स्टेप भनेको चाहिँ ब्याङ्क एकाउन्ट हो। खोल्ने। ब्याङ्क एकाउन्टको लागि चाहिँ सबभन्दा सजिलो है आइडिया भनेको, अब किनभने आउँदाखेरि त्यति भाषा पनि हुँदैन, अनि हामीले चाहिँ के गरिदिन्छौँ भने सबै अनलाइन एप्लाई गरिदिन्छौँ होइन, उहाँहरूलाई सिकाइ पनि दिन्छौँ यो अनलाइन चाहिँ यसरी एप्लाई गर्ने हो भनेर। अब कतिजनाले सिक्न चाहनुहुन्छ, कतिजना सिक्नुहुन्न। अनि एप्लाई गरेर त्यो सबै इन्फर्मेसनहरू सबै प्रोभाइड गर्ने फिल आउट गरेर गरेर चाहिँ त्यहाँ हामी लास्टमा चाहिँ एउटा क्युआर कोड सहितको एप्लिकेसन चाहिँ हामी डाउनलोड गर्छौँ कि त्यो फिल आउट गरेको। अनि त्यो लिएर गयो भने चाहिँ एकैछिनमा हुन्छ क्या। त्यो जेपी ब्याङ्कमा गयो भने एकैछिनमा ब्याङ्कले चाहिँ सबै एप्रुभ गरिदिन्छ। चुच्चो पासबुक र एटिएम चाहिँ त्यो पछि चाहिँ अनि आफ्नो एटिएमलाई चाहिँ सिमको पेमेन्ट मेथडमा चेन्ज गर्ने। एटिएम आउन चाहिँ एक हप्ता जति लाग्छ होला। अनि त्यो फोन नम्बर पनि रजिस्टर गरेको छ भने त्यो चाहिँ राख्देन मोबाइलको पेमेन्ट अप्सनमा चाहिँ एड गर्न मिल्यो क्या। ओके ओके। अनि पहिलाको जसले हेल्प गर्नुभएको थियो उहाँकोलाई हटाएर आफ्नो पेमेन्ट गेट चाहिँ राख्न मिल्यो, पेमेन्ट अप्सन चाहिँ राख्न मिल्यो। त्यसो भए सबै कुराहरू ग्रो ब्रिजले सपोर्ट गर्ने रहेछ भनौँ न। नेपालदेखि जापान आउनसम्म चाहिँ हरेक कुराहरू चाहिँ जबसम्म जापानमा पुग्दैन तबसम्म हरेक कुराहरू गाइड गर्ने। तपाईँहरूले चाहिँ फेरि पछि गएर तपाईँको युनिभर्सिटीदेखि लिएर सेन्मोन गएको पनि खोज्नमा सपोर्टहरू गर्ने, अनि वर्किङमा पनि तपाईँले अघि नै भन्नुभयो एसएसडब्ल्यू वर्किङहरू पनि गर्दै हुनुहुन्छ भनेर। अब सुरु हुन्छ त्यो चाहिँ। त्यो पनि त्यतिखेर भएपछि त हजुरहरूले गाइडहरू गर्नुहुन्छ होला नि। नर्मली भन्ने हो भने यो त सबै प्याकेज भयो नि त स्टुडेन्टको लागि त। नेपालदेखि जापान आउनसम्म र जापानमा ल्याङ्ग्वेज कम्प्लिट गरिसकेपछि तपाईँको सेन्मोन गएको पनि सपोर्ट गर्ने रे, त्यो पछि अनि वर्किङमा पनि केहीको हेल्प गर्ने भनेर त त्यो त एउटा कम्प्लिट प्याकेज भइहाल्यो नि त, सजिलो भयो नि त स्टुडेन्टलाई होइन। यस्तो हो यो के अरे हेल्प गर्ने भन्न चाहिँ मिल्छ, तर यो ग्यारेन्टी चाहिँ केही पनि हुँदैन होइन। जस्ट सपोर्ट चाहिँ गरिन्छ। जस्तै अब कस्तो हुन्छ भने सेम्मोङ्गाकोहरूमा नियोङ्गाको सकेर चाहिँ सेम्मोङ्गाकोमा जानलाई सेम्मोङ्गाको चाहियो भनेर धेरैजनाले कन्ट्याक्ट गर्नुहुन्छ। अनि उहाँलाई हामी सोध्छौँ कि तपाईँको जस्तै ल्याङ्ग्वेज लेभल कुन छ होइन भन्दाखेरि उहाँहरूसँग अब N3 N4 अर्थात् N5 हुन्छ होइन, त्यो लेभलमा चाहिँ अलिक गाह्रो मान्छन् क्या। अब N2 छ भने चाहिँ हामीले सेवकाइ गर्न मिल्छ। अनि N2 हुनु भएपछि त अब तपाईँको हेल्प किन चाहियो र हामी आफै गरिहाल्छौँ नि भन्छन् क्या। अब त्यही भएर त्यो सेम्मोङ्गाकोमा चाहिँ सेवकाइ गर्नलाई गाह्रो छ क्या, किनभने उहाँहरूको रिक्वायरमेन्ट नै N2 हुन्छ। अनि N2 छ कि छैन भनेर सोध्यो भने N2 भयो त तपाईँको हेल्प किन चाहियो भन्नुहुन्छ क्या। अनि त्यो अब रिक्वायरमेन्ट पनि चेन्ज गर्न मिलेन हामीले। त्यही भएर अब N2 छ त्यही पनि स्कुल पाउनु भएको छैन भने चाहिँ हामी हेल्प गर्छौँ। तर अब N2 छैन, अब स्कुलमा कतै सेवकाइ गरिदिनु भन्यो भने चाहिँ अब स्कुलको रिक्वायरमेन्टै N2 छ भने त हामीले पनि चेन्ज गर्न मिल्दैन। त्यो चाहिँ गाह्रो छ। त्यही भएर त्यतिर खासै त्यति गरेको छैन। अब उहाँहरूलाई जे सर्भिस चाहिन्छ त्यो चाहिँ लिँदा हुन्छ। अब सर्भिसै नभएको नचाहिने कुराहरूमा त किन जबरजस्ती गर्नु। अनि त्यसै गरी आज अलिकति धेरै नै हाम्रो कुराकानी भयो यो स्कुल कसरी सिलेक्ट गर्नेदेखि लिएर जापानको प्रोसेसहरू कसरी गर्ने भनेर सबै प्रोसेसहरू हामीले बुझ्यौँ र हाम्रो सायद भ्युअर्सहरूले पनि धेरै आइडियाहरू पाइसक्नु भएको छ होला। त्यसै गरी एउटा मोस्ट इम्पोर्टेन्ट थिङ चाहिँ भन्नु कि जापान आइसकेपछि गर्नुपर्ने कुरा मेन एउटा पोइन्ट। मेन एउटा भन्दा नि मलाई अचम्म लाग्ने कुरा चाहिँ जस्तै जापान आएर चाहिँ मान्छेहरू एकदम
त्यो फ्रिडम भएर पनि होला, के भएर होला र अलिकति देखावटीमा पनि अलिक विश्वास राख्छन् जस्तो लाग्छ। फेरि त्यो नराम्रो पनि भन्न मिल्दैन होइन? नराम्रो चाहिँ कहाँनिर लाग्छ भने जस्तै आउनु बित्तिकै आइफोन लिने। लेटेस्ट आइफोन चाहिँ लिएको हुन्छ, बोकिहाल्ने। तर ल्यापटप चाहिँ हुँदैन के मान्छेहरूसँग। एकदम अनि त्यो कुराहरू चाहिँ अचम्म लाग्छ के, जस्तै होइन फोन लिनु राम्रो हो, फोन नल्याऊ भन्दैन होइन, किनभने लेटेस्ट फोनमा एकदम एडभान्स कुराहरू हुन्छ। हुन्छ। तर मलाई लाग्छ फोन सँगसँगै ल्यापटप चाहिँ झन् जरुरी हो जस्तो झन् feel जरुरी, हुन्छ किनकि क्या। जापान भनेको टेक्नोलोजीमा एकदम अगाडि कन्ट्री हो। टेक्नोलोजीको कुराहरू थाहा छैन भनेपछि त अलिकति गाह्रो नै हुन्छ। अब हरेक फिल्डमा के, जस्तै एउटा रेस्टुरेन्टमै काम गर्न होस् कि अर्थात् जता काम गर्नलाई पनि आफ्नो रेजुमीहरू डिजिटल्ली बनाउन सक्नु। एकचोटि बनाएपछि सधैँको लागि एकदम पुग्यो होइन। अनि आफ्नो टाइपिङदेखि लिएर अरू सबै कुराहरू। माइक्रोसफ्ट वर्ड Apply, एक्सेलदेखि लिएर सब, अनि अनलाइन एप्लाई गर्नलाई अनलाइन कामहरूमा एप्लाई गर्नलाई पनि ल्यापटप छ भने सबै सजिलो। कुरोलाई ल्यापटप भयो भने, जस्तै रेजुमीहरू बनाउन पनि ल्यापटप सजिलो हुन्छ नि त। मोबाइलमा त एकदम गाह्रो हुन्छ नि। मान्छेहरू हातले लेख्छन्, त्यो हातले लेख्ने जमाना चाहिँ अलिक हातले लेखेर नि एकचोटि लेख्यो फेरि लेख्नुपर्छ। फेरि लेख्नु त्यो होइन, प्र्याक्टिसको लागि त राम्रो होला कि, तर जुन हुन्छ नि टाइम सेभिङ अर्थात् अरू कुराको लागि पनि हेर्ने हो भने चाहिँ ल्यापटप भयो भने चाहिँ धेरै नै धेरै सजिलो हुन्छ जस्तो लाग्छ क्या। त्यो चाहिँ एकदम ठुलो गल्ती हो। त्यसो भए त म पनि मेरो ओपिनियनमा पनि ल्यापटप नै बेटर होला जस्तो मलाई फिल हुँदैछ। बरु ल्यापटप पछि बिस्तारै आफ्नो वान्ट्सहरू किन्दा भइहाल्यो, तर ल्यापटप चाहिँ मोस्ट इम्पोर्टेन्ट Need छ। हो क्या त्यो, एकदमै 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 अहिले निड नभए पनि केही समयमा निड हुन्छ कि 1-2 महिनामा। अनि निट जति बेला पनि हुन्छ, फर्स्टमा पनि हुन्छ। जस्तै फर्स्टमा आउनु बित्तिकै रेजुमी छ भनेर सोद्धाखेरि रिरेक्सो छ भन्दा छैन। रिरेक्सो कसरी, अनि कम्पनीबाट त्यो कागज किन्ने के भन्छ अनि त्यो, लेख्ने। होइन खामी लिएर आउँछन्, त्यो लेख्यो, लेख्न फेरि प्र्याक्टिस गर्न ऊ गर्न त त्यो ठिक छ होइन। तर अलिकति प्रोफेसनल ल्यापटप भयो भने कति प्रोफेसनल, कति सजिलो, कति सजिलो, छिटो। प्रोफेसनल हरेक कुरा हुन्छ नि त्यो। एकदम सही यो कुरा चाहिँ मलाई पनि एकदमै अनि अनलाइन एप्लाई गर्दाखेरि पनि हातले लेखेको अनि फोटो खिचेर हाल्ने त एकदम त्यो सही होइन। त्यो कम्प्युटरमा भयो भने टक्क पिडिएफ होइन अपलोड गर्न मिल्यो, पठाउन मिल्यो, मेलबाट उ गर्न मिल्यो, मेलको यारीतोरी गर्न जाने भने त झन् कति सजिलो भयो नि होइन र। एकदम त्यो बेसिक कुरा हो नि त त्यो। अहिले त फेरि एआईको जमानामा होइन, ल्यापटप चलाउन आउँदैन भन्दाखेरि त मान्छेहरू अलिकति यत्रो यङ एजमा पनि ल्यापटप चलाउन आउँदैन होइन, मेलहरू गर्न आउँदैन। अनि मेलमा त कम्तीमा जापानिज पनि चाहिँदैन, एउटा एआई छ भने एआई टुल युज गरेर जे युज गरे पनि सबै कुरा नेपालीमै भने पनि जापानिजमा ट्रान्सलेट गरिदिन्छ त होइन र। ट्रान्सलेट मात्रै होइन कि त्यसलाई पुरै ट्रान्सफर्म गरिदिन्छ क्या त्यो। त्यही भएर अहिलेको जमानामा चाहिँ ल्यापटप चाहिँ नभयो भने त्यो अलिकति गाह्रै हुन्छ क्या। त्यसै गरी आज हाम्रो कुराहरू पनि धेरै नै भयो, त्यसै गरी धेरै कुरा सिक्न पायो हजुरबाट। अनि तपाईँले कामहरू पार्ट टाइम जबहरू चाहिँ खोज्ने गर्दैन ग्रो ब्रिजले चाहिँ? ग्रो ब्रिजको काम चाहिँ सपोर्ट हो होइन, जस्तै उहाँको जर्नी आफ्नो कन्ट्रीबाट जापानको सम्म ल्याउने जर्नीसम्म चाहिँ ऊ हो। अनि त्यसपछि सपोर्ट अरू उहाँहरूलाई कुन सर्भिस चाहिन्छ भन्ने कुरा हो। हामी गाइडेन्स त गर्छौँ, गाइडेन्स कसरी काम खोज्ने, कसरी एप्लाई गर्ने हो। त्यो अब त्यो त अहिलेको जमानामा इन्टरनेटमा हेरे पनि जसले पनि थाहा भइहाल्छ। त्यो भन्न जरुरी पनि छैन होइन, त्यो थाहा भइहाल्छ कसरी खोज्ने अनि के चाहिन्छ भनेर। अनि नर्मली जापानमा कामको लागि चाहिने भनेको फर्स्टमा भाषा नै हो क्या। यदि भाषा छ भने उहाँले आफै खोजिहाल्नुहुन्छ। अब भाषा छैन भने अब अलिकति स्ट्रगल गर्नुपर्छ होइन त्यो। अनि जापानमा चाहिँ सेउखाइ भन्ने धेरै चल्छ। अब ग्रो ब्रिजले चाहिँ त्यस्तो सेउखाइ गर्ने काम चाहिँ गर्दैन, तर गाइडेन्स चाहिँ गर्छ है। आज हामीले धेरै नै कुराकानी गरिहाल्यो, कसरी एप्लाई गर्ने, कसरी यो कुराहरू फ्लोमा जान्छ, कस्तो कस्तो स्टेपहरू हुन्छ, के इम्पोर्टेन्ट दिन्छ भनेर। त्यसै गरी आज धेरै नै टाइम भइसक्यो जस्तो मलाई फिल भयो। त्यसै गरी आजको यो पोडकास्टमा तपाईँले आफूले बुझेको कुराहरू, आफूले एक्सपिरियन्स गरेको कुराहरू भनिदिनु भयो। धेरै धेरै थ्याङ्क यू। तपाईँलाई पनि धन्यवाद। र हामी अर्को नेक्स्टमा चाहिँ अलिकति डिप कुराहरू गरौँला होइन, अरू नेक्स्ट स्टेप। अनि जस्तै जापानमै पनि करियरको कुराहरू, करियर पाथ कसरी रोज्ने, स्कुलहरू कसरी रोज्ने होइन, अनि जापान आएर गर्नुपर्ने कुराहरू, गर्न नहुने कुराहरूदेखि लिएर त्यसमा पनि हामी डिस्कस गरौँला। त्यसै गरी यो ब्रिज पोइन्ट हामीले भर्खर सुरु गरेको हो। त्यसै गरी हजुरलाई नै इन्भिटेसन गर्ने मन लागेर हजुरलाई इन्भाइट गरेको हामीले। अनि त्यसै गरी हजुरले एकदम राम्रो काम गर्दै हुनुहुन्छ स्टुडेन्टहरूको लागि, स्टुडेन्टहरूको सपोर्टको लागि। त्यसै गरी त्यसको लागि धेरै धेरै थ्याङ्क यू।
थ्याङ्क यू सो मच। अनि म पनि यो ब्रिज पोइन्टमा चाहिँ म आइराख्छु। ओके, यो के अरे नजिकै छ यु आर होइन। अलवेज वेलकम अन द ब्रिज पोइन्ट पडकास्ट। होइन ठिक छ, कन्भे आफ्नो मेसेजहरू कन्भे गर्न। Thank you so much for today and hope we will meet soon. स्योर। Thank you.